तपाईलाई लागेको छ तपाईँ नेता छान्दै हुनुहुन्छ। गलत। तपाईँ हामीलाई एउटा एल्गोरिदमले मूर्ख बनाइरहेको छ। आज नेपालमा चुनाव जित्नको लागि एजेन्डा होइन, एउटा भाइरल भिडियो भए पुग्छ। तर के एउटा भाइरल अनुहारले देश चलाउन सक्छ? नेपालमा आज चुनाव जित्न एउटा बलियो एजेन्डा वा भिजन चाहिँदैन, मात्र 3 वटा कुरा भए पुग्छ: रिच, कन्ट्रोभर्सी र जनताको रियाक्सन। एउटा गम्भीर प्रश्न, हामी देश चलाउने पोलिसी मेकर छान्दैछौँ कि मोबाइलमा रमाइलो देखाउने भाइरल अनुहारहरू? सामाजिक सञ्जालमा धेरै चर्चामा रहेको विषय मेयरहरूले राजीनामा दिएर प्रधानमन्त्री बन्ने बाटोमा लागिरहेका छन्। सुन्दा फिल्मी लाग्छ, तर प्रधानमन्त्री बन्न अनिवार्य रूपमा प्रतिनिधि सभाको सदस्य हुनुपर्ने भएकाले मेयरहरू सांसदमा लड्दैछन्। काठमाडौँ वा धरानका मेयरले प्रधानमन्त्री बन्न पहिलो पदबाट राजीनामा दिएर संसदीय निर्वाचन जितेर संसदमा 138 जना सांसदको समर्थन जुटाउनुपर्छ। देश भावनाले होइन, नियमले चल्छ। मेयरको जित विकासको सुरुवात हुन सक्छ, तर त्यो प्रधानमन्त्रीको अडिसन भने होइन। यो संविधान हो, यो टिकटकको फ्यान कन्टेन्ट होइन। किन यस्ता कुराहरू छिट्टै फैलिन्छन्? किनभने फेसबुक र टिकटकको एल्गोरिदमलाई तपाईँको विवेकसँग सरोकार छैन, उसलाई तपाईँको एटेन्सनसँग मतलब छ। नेपालमा झन्नै 1,30,00,000 भन्दा बढी फेसबुक प्रयोगकर्ताहरू छन्। एक अध्ययनका अनुसार नकारात्मक र उत्तेजक समाचारहरू तथ्यपूर्ण समाचारहरूभन्दा 6 गुणा छिटै फैलिन्छन्। त्यसैले देश खाइदिन्छु भन्ने भिडियो धेरै सेयर हुन्छ, तर म शिक्षाको नीति सुधार गर्छु भन्ने भिडियोहरू ओझेलमा पर्छन्। एल्गोरिदमले हामीलाई क्रान्तिकारी होइन, उत्तेजित बनाइरहेको छ। पहिले मिडियाले एजेन्डा बनाउँथ्यो, अहिले मिडियालाई कमेन्ट सेक्सनले चलाउँछ। जब गम्भीर पत्रकारिता भन्दा एउटा फेसबुक पेजको क्लिक बाइट हेडलाइन बन्न थाल्छ, तब बुझ्नुहोस् देश सूचनाको खडेरीमा छ। हामी गल्ती मिडियाको भन्छौँ, तर मिडियाले त्यही पस्कन्छ जो हामी हेर्न चाहन्छौँ। हामीले रुटिन अफ नेपाल बन्द जस्ता पेजलाई सूचनाको स्रोत बनायौँ, तर संवैधानिक कानुन कहिल्यै पढेनौँ। नेपालको राजनीति अहिले यस्तो अनौठो मोडमा छ, जो शान्त छ, जो कानुन र तथ्याङ्कको कुरा गर्छ, ऊ बोरिङ देखिन्छ। तर जो चिच्याउँछ, जो अर्कालाई गाली गर्छ, ऊ हिरो देखिन्छ। देश चलाउन गलाको नोइज होइन, दिमागको नलेज चाहिन्छ। तर हाम्रो भोट अक्सर धेरै ठुल्ठुला आवाजमा मात्रै झर्ने गर्छ। यसको असर 5 वर्षपछि देखिन्छ, जब हामी एउटा भाइरल मान्छेलाई जिताउँछौँ, तर उसलाई सदनमा कसरी विधेयक प्रस्तुत गर्ने भन्ने थाहा हुँदैन। नतिजा, विकासको बजेट फ्रिज हुन्छ, युवाहरू एयरपोर्टमै लाइन लाग्छन्, अनि हामी फेरि भन्छौँ जुनै जोगी आए पनि कानै चिरेका। भोट हाल्नु अघि आफूले आफैलाई प्रश्न गरौँ, जुन हामीले समाचार हेरिरहेका छौँ कुनै दर्ता भएको भरपर्दो मिडियामा छ कि केवल एउटा भाइरल पेजमा? उसले समस्याको समाधान भनिरहेको छ कि अरूलाई गाली मात्रै गरिरहेको छ? सामाजिक सञ्जाल एउटा धारिलो हतियार हो। यसले एउटा सामान्य मान्छेलाई सत्तामा पुर्याउन सक्छ, तर जो गलत मान्छे पुग्यो भने यसले देशको भविष्य नै काटिदिन्छ। भोट औँलामा लाग्ने मसी मात्रै होइन, यो तपाईँ र तपाईँको छोराछोरीको भविष्य लेख्ने कलम हो। त्यसैले भोट भाइरललाई होइन, विवेकलाई दिउँ। तपाईँको एउटा लाइकले होइन, एउटा सोचले देश बन्छ। यो भिडियो सेयर गरेर भ्रमको यो जालोबाट तोड्न मद्दत गर्नुहोस्। सत्य थाहा पाउनु नै नागरिक हुनुको पहिलो शर्त हो।